आज मैले 2081 साल चैत महिनाको 26 गति धादिङ जिल्ला नेत्रवती डपचोङ गाउँपालिका र नौगढ जिल्लाको म्यागाङ गाउँपालिकाको सिमानामा पर्ने यो धार्मिक पर्यटन क्षेत्र वाकामा आज यो सिमाना ठ्याक्क प्लेङनेनको छेउतिर यसपालि यो 15औं पटक वाका कप हुँदैछ। हुन त यो वाका कपको फुटबल त 2063 सालदेखि खेल्न सुरु गरेको हो, तर बीचबीचमा छोडेर साँच्चै नै यहाँ एकदम ठुलो प्राइज दिएर चाहिँ 15 वर्ष भयो। यसपालि 15 वर्ष हो। आज चाहिँ यो आएको पाहुना पासो दर्शकहरूको लागि गाडी राख्नुको लागि पार्किङ बनाउँदै रहेछ, डोजर खन्नु सुरु गरिरहेछ। बिहान त्यो डोजर लिएर आइरहेछ। यहाँ समाजसेवा थुम्बु भाइले मलाई फोन गरेको थियो, त्यहाँबाट चाहिँ नि कहाँबाट आयो डोजर भनेको त गाउँपालिकाबाट पठाएको भन्यो। मलाई पनि झट्टै सम्झ्यो कि अस्ति 21 गते फुटबलको के भन्छ यो तपाईको उद्घाटन दियो, त्यसमा प्रदेश बागमती प्रदेशबाट चाहिँ नि यो संसद माननीय गोविन्द लम्सालज्यू प्रमुख अतिथि भएर आउनु भएको थियो। नेत्रवती डपचोङको अध्यक्ष, उपाध्यक्ष, प्रशासन अधिकृतज्यू अरू वार्ड अध्यक्ष, सम्पूर्ण सदस्यज्यूहरू, बुद्धिजीवीहरू, यहाँका समाजसेवीहरू, सम्पूर्ण अतिथिगणहरू पनि हुनुहुने रहेछ। त्यसमा मलाई पनि बोलाएको थियो। म पनि आउँदाखेरि त्यो दिनमा वार्ड अध्यक्षज्यू र यो प्रमुख अतिथिज्यू अरू उपप्रमुखज्यू सम्पूर्णले मलाई भने थियो, यहाँतिर सुझाव सल्लाहहरू यही दिनुभएको थियो। अब वाका क्षेत्रमा हामी विकास गर्नेछु, त्यहाँतिर हामी अलिअलि भाइ पनि बचत हाल्छु भन्नुभएछ। अब यो प्रदेशबाट आउनु भएको माननीय ज्यूले 20 लाखदेखि 40 लाखसम्म चाहिँ नि सिङ्गला झोमा चाहिँ नि हाल्छु भन्नुभएको रहेछ, भन्नुभएको थियो। त्यहाँ अब कति हाल्नुहुन्छ त्यहाँ आएर मात्रै थाहा पाउनेछ। यो त अब हामीले अहिले नै भन्नु चाहिँ सक्दैन। त्यस कारणले यो वाका क्षेत्रमा अहिले विकासक्रम बत्त हुँदैछ। अब फुटबलको अब 15 वर्ष भइसक्यो ठुलो चलेर। अहिले चारवागरा युवा क्लब पारा चाहिँ झन् धेरै नै प्रेस भइरहेछ। अब आस्ते विकास हुनेछ भन्ने आशा र विश्वास भइरहेको छ। अब तपाईहरू अब यो वैशाख 2 गते ठुलो फाइनल हुनेछ। यसमा तपाईहरू पनि जहाँ पनि हुनुहुन्छ आउनुहोस्। 1 र 2 त धेरै नै हुन्छ। यहाँ त यो पार्क बनाइरहेछ। यो पार्कमा झन्नै 1700-1800 जति त गाडी नै हुन्छ भन्यो भने मोटरसाइकल त 4-5 हजारै हुन्छ। यहाँ 15-16 हजार दर्शकहरू हुन्छ। त्यस कारणले गर्दाखेरि यो विकास क्रमबद्ध हुँदैछ भन्दै म यो अलिकति सानो सुझाव दिउँ भनेर मात्रै यो भिडियो गरेको हो। तपाईहरू अब मैले बोल्ने क्रममा बोल्नु जान्दैन त्यस्तै हो। जङ्गलमा अब 2062 सालदेखि आएर बसेको यो ठाउँमा 20 वर्ष भइसक्यो, तर विकासको नाममा अहिले आधिमती भएछ। मैले 2062 सालमा एउटा डुखङ्गो यो नक्सा भनेर चाहिँ एउटा सानो चित्र कोरेर आएको आदि भइसक्यो भन्दै म यो सानो भिडियो बनाएको हो। तर यो के हो भन्दाखेरि माथि यो जम्बल गुम्बु भन्छ, यहाँ चाहिँ नौतेराको गुम्बु थियो, जम्बल दर्चे रेम्बुछेको उहाँको ध्यान महातपस्या गर्ने ठाउँ चाहिँ तल महातपस्या गर्ने ठाउँमा अहिले मैदान बन्छ, त्यहाँ पनि एकदम गुम्बाहरू बनाएको छ भन्दै यो भिडियो यहाँ अन्त गर्न चाहन्छु। लसु फ्याबलची नमस्कार।